सम्पूर्ण महानुभावहरुमा हार्दिक अभिवादन गर्दछु र यो गोल्फ खेलाडीको लागि यो आज ऐतिहासिक क्षण हो। किनभने गोल्फरले यस्तो राम्रो ठाउँमा आएर यो गोल्फको आज प्रतियोगितामा सहभागी हुन पाउने जुन क्षण छ त्यो असाध्यै नै लोभलाग्दो र गोल्फ प्रेमीको लागि भविष्यमा पनि यो एकदम के छ भन्दाखेरि आशावादी योग्य चिज हो। गोल्फरहरू चाहिँ अलिक क्रेजी हुन्छ भन्छन्। त्यसले गर्दाखेरि यस्तो ठाउँमा हामीले राम्रो गोल्फ कोर्स बनाउन सक्यौँ भने त्यसले चाहिँ जुन उद्देश्यले यो कार्यक्रम र गोल्फ कोर्स यहाँ बनाइएको छ त्यो उद्देश्यलाई पुरा गर्न सहयोग पुग्छ भन्ने म निवेदन गर्न चाहन्छु। सबैभन्दा पहिला चाहिँ यो गोल्फ कसरी सुरु भयो भन्दाखेरि यो चाहिँ स्कटल्यान्डमा भेडा चराउने गोठालाहरूले चाहिँ आफ्नो लट्ठीले कपडाको डल्लो बनाएर खेल्ने चलनबाट यो सुरु भएको हो र पछि चाहिँ 1843मा चाहिँ यो औपचारिक रूपमा सेन्ट एन्ड्रुज भन्ने चाहिँ गोल्फ कोर्सको स्थापना भयो। जुन चाहिँ के भनिन्छ भन्दा गोल्फरको लागि त्यो एउटा त्यो ठाउँमा खेल्ने भने चाहिँ यो बुद्ध जन्मेको ठाउँ लुम्बिनीमा बुद्धिस्टहरूले जाने भने जस्तै हो। त्यस कारण त्यो अति नै महत्त्वपूर्ण ठाउँ हो। नेपालमा चाहिँ आजभन्दा 108 वर्ष अगाडि गोल्फ कोर्सको स्थापना भएको खेल्न सुरु भएको देखिन्छ। तर औपचारिक रूपमा चाहिँ यो 1965 देखि भयो भनिन्छ र सबैभन्दा पहिला चाहिँ नेपालमा गोल्फ कोर्स स्थापना भएको चाहिँ रोयल नेपाल गोल्फ कोर्स हो र त्यसले चाहिँ अहिले 108औं वर्षमा प्रवेश गरेर आफ्नो वार्षिकी मनाइरहेको अवस्था छ। र यो जुन डेम्बा डाँडामा यो जुन गोल्फ कोर्स छ यो चाहिँ नेपालमा 10औं गोल्फ कोर्स हो। सबैभन्दा पहिला रोयल नेपाल गोल्फ कोर्स, त्यसपछि गोकर्ण गोल्फ कोर्स, त्यसपछि पोखरामा हिमालयन गोल्फ कोर्स छ, धरानमा त्यो घोपा क्याम्पमा अर्को गोल्फ कोर्स छ। त्यस्तै एयरपोर्ट छेउमा साई नेपाल अफिसर्स क्लब गोल्फ कोर्स भन्ने थियो तर एयरपोर्ट एक्सपान्सनले गर्दा त्यो गोल्फ कोर्स बन्द भयो। त्यसपछि चौधरी सिजी गोल्फ कोर्स छ नवलपरासीमा। अनि त्यसपछि चाहिँ मुस्ताङमा लोमाङथाङमा द हाइएस्ट गोल्फ कोर्स इन द वर्ल्ड भनेर चाहिँ गोल्फ म्यागजिनले पनि त्यो कभरेज गरेको छ। त्यो पनि